आजको ब्रेकफास्टमा चाहिँ मेरो बेसनको चिला छ। आफ्नै तरिकाले बनाएको बेसनको चिला। झन्डै एकपट्टि त डढिसक्यो। यसमा चाहिँ मैले हालेको छु प्याज, खोर्सानी, अन्डा, पत्ताकोपी, स्प्रिङ अनियन, नुन, हल्दी अन्त रङ खोर्सानी त्यति हालेर बनाएको छु। रेडी भयो मेरो ब्रेकफास्ट। फर्स्टमा त देखाउनु बिर्सेछु। यहाँ छ टमाटर बदामको चटनी। यसरी बनाएँ। यस्तो भयो। अब चाहिँ म बनाउँदैछु पाइनएप्पलको जुस। बिहान चाहिँ यस्तै हो ब्रेकफास्ट र यस्तै बनाउनुपर्छ। कहिले के होइन। अलिअलि त बिर्सेन पनि रहेछ। फ्याँक्नुपर्छ यसलाई चाहिँ निकालेर तार्नुपर्छ। त्यही कालो नमक हाले ब्ल्याक सल्ट हालेर चलाएँ। त्यतिको त फेरि मिठो लाग्दैन नि त। यसरी बनाएँ। अब त्यो अचार हालेर मेरो ब्रेकफास्ट रेडी। बिहान त अलिकति हेल्दी खानु पऱ्यो नि त होइन र। बरु बेलुका जति सक्दो स्किप गर्दाको बिहान र दिनमा त खानु पऱ्यो। यस्तो देख्दैछ मेरो ब्रेकफास्ट। अब खानुको लागि बसेको।